नेपाली पैसा कहाँ र कसरी छापिन्छ? पैसा कुनै पनि मुलुकको आर्थिक जीवन प्रणालीको मेरुदण्ड हो। नेपालको सन्दर्भमा भने नेपाली रुपैयाँ केवल कारोबारको माध्यम मात्र होइन, राष्ट्रको स्वाधीनता, पहिचान र राजनीतिक अर्थतन्त्रको संवाहकका रूपमा पनि उपस्थित छ। आज हामी बजारमा जुन नेपाली नोटहरू चलन चल्तीमा देख्छौं ती कहाँ र कसरी छापिन्छ भन्ने बारे जनमानसमा चासो त छ, तर स्पष्ट जानकारी भने कम नै छ। तिनै कम जानकारी र तपाईको कौतूहलताको विषयलाई मेटाउने कोसिस गर्दैछौं। नेपालमा पैसा छाप्ने प्रक्रिया अत्यन्तै संवेदनशील, गोप्य र सुरक्षा मापदण्डले भरिएको छ। यसको इतिहास, छपाई स्थान, प्रविधि, सुरक्षा उपाय र भविष्यको सम्भावनासम्मको सम्पूर्ण पाटोलाई समेटेर हामी आजको भिडियो प्रस्तुत गर्दैछौं। नेपालमा पैसा प्रणालीको आरम्भ सिक्काबाट भएको हो। लिच्छवी कालमा तामा र चाँदीका मुद्राहरू प्रचलनमा थिए भने मल्लकालमा सिक्कालाई अझ व्यवस्थित ढङ्गले शासनसँग जोडियो। हरेक मल्ल राजा आफ्नो नाम अंकित सिक्का जारी गर्थे, जुन राज्य सत्ताको प्रतीक मानिन्थ्यो। पछि गोरखा राज्यको उदयसँगै पृथ्वीनारायण शाहले सिक्कालाई आफ्नो सत्ता विस्तारको हतियार बनाए। उनले देश एकीकरण साथै एउटै मुद्रा प्रणालीलाई संस्थागत गर्न थाले। त्यसबेला पनि चाँदीका सिक्काहरू नै मुख्य रूपमा चल्तीमा थिए। राणाकालमा भने भारतको मुद्रा प्रभावशाली बन्न थाल्यो। भारतीय रुपैयाँ नेपालमा सहज रूपमा प्रचलित हुन थाल्यो। भारतीय बैंकहरूको शाखा नेपालमा सञ्चालनमा आएकाले भारतमा छापिएको पैसा नेपालमा सिधै चलन चल्तीमा आउन थाल्यो। यसरी नेपालको मौद्रिक सम्प्रभुतामा विदेशी हस्तक्षेप देखिन थाल्यो। त्यो समयसम्म नेपालले आफ्नै नोट भने जारी गरेको थिएन। आधुनिक नेपाली मुद्रा प्रणालीको सुरुवात नेपाल राष्ट्र बैंकको स्थापना पश्चात भएको हो। सन् 1956मा स्थापना भएको नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंकका रूपमा कार्यरत छ। यसको प्रमुख दायित्वहरूमा मौद्रिक नीति निर्माण, मुद्रा छपाई र विनिमय दरको व्यवस्थापन पर्ने गर्दछ। राष्ट्र बैंकको स्थापनापछि मात्र नेपालको आफ्नै नोट प्रणाली सुरु भयो। यसरी आधुनिक नेपाली नोटको पहिलो संस्करण 2016 सालतिर सार्वजनिक भयो, जसमा 1, 5, 10 र 100 रुपैयाँको नोट समावेश थियो। तर प्रारम्भिक अवस्थामा पनि ती नोटहरू भारतमा छापिएका थिए। नेपालले कहिल्यै पूर्ण रूपमा आफ्नै नोट छाप्ने उद्योग स्थापना गर्न सकेन। यसको प्रमुख कारण वित्तीय, प्राविधिक र सुरक्षा जनशक्तिको अभाव रहनु हो। नोट छपाई अत्यन्तै संवेदनशील कार्य हो, जसका लागि उच्च प्रविधि, गोप्यता र लगानी चाहिन्छ। नेपालले आफ्नो माग अनुसार सीमित मात्रामा नोट आवश्यक पर्ने भएकाले यसका लागि ठूलो प्रेस सञ्चालन गर्नु खर्चिलो र जोखिमयुक्त ठानियो। त्यसैले नेपाली नोट विदेशमा छाप्ने परम्परा निरन्तर जारी रह्यो। नेपालले नोट छपाई गर्न भारत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, चीन लगायत विभिन्न मुलुकका सरकारी तथा निजी संस्थाहरूसँग सम्झौता गरेको छ। यस्ता संस्थाहरू अत्याधिक सुरक्षित, अन्तर्राष्ट्रिय स्तरका नोट छाप्ने योग्य प्रेसहरू हुन्छन्। नोट छपाई प्रक्रिया